इन्क्लुडमा मास्टर क्लास र डेल्टाहरुले डिटेल गर्नुपर्छ। हाम्रो स्पेशली यस्तो इन्टरेक्टिभ फ्ल्याट प्यानल भन्छ स्मार्ट बोर्ड पनि भन्छ यसलाई। स्मार्ट बोर्डहरु प्राय सप्लाई गरेको 7-8 वर्ष भयो। इन्टरेक्टिभ व्हाइट बोर्ड गरेको 10 वर्ष भयो। ठुलो इन्टरेक्टिभ व्हाइट बोर्ड अब अलिकति छिटो गरे तपाईलाई 5-10 मिनेटमा म सकाइदिहाल्छु। त्यसपछि तपाईले क्लासमा जान सक्नुहुन्छ। पढ्नै नै हो भने यसको डिटेल्समा जाने हो भने लगभग 2 घण्टा जति लाग्छ। 2 घण्टामा चाहिँ कम्प्लिट दिइसकिन्छ। त्यसपछि चाहिँ एकअर्काले के कता छ भनेर पनि सपोर्टको हिसाबमा पनि यसलाई चलाउन सकिन्छ। यो भनेको ठुलो मोबाइल जस्तो मात्रै हो। प्रत्येक तपाईहरुको हातमा चाहिँ सानो एउटा मोबाइल छ। अब ठुलो 75 इन्चको मोबाइल तपाईले चलाउनुहुन्छ त्यति मात्रै फरक हो। त्यसैले अहिले चाहिँ सिम राख्नु नपर्दैन त्यो फोन गर्न नै बाँकीको सबै फोन दिन्छ। ठ्याक्कै यसरी अन हुन्छ। अन भइसकेपछि हजुरले के बुझ्नु पर्यो भन्नुहुन्छ के रे यसरी ठ्याक्कै मोबाइलमा यसरी सेटअप गर्नुहुन्छ। पहिला सुरु चाहिँ हजुरले के बुझ्नु पर्यो भने यो यसलाई पहिला सुरु अनै गर्न जानु पर्यो के अन गर्नलाई चाहिँ के हुनु पर्यो भन्नुहुन्छ चाहिँ तपाईले यहाँ पावरमा यसरी तपाईले यहाँ अन भइसकेपछि यो बटनमा रेड बटन बल्छ। यदि तपाईले यो रेड लाइट यो आएन भने तपाईको यो सिस्टम चाहिँ चलेको छैन अथवा बिग्रेको छ अथवा पावर आएन भन्ने कुरा बुझ्नुपर्छ। तपाईको एकदम छिटो तुरुन्तै बुझ्नुपर्यो क्लासमा आएको बित्तिकै यो बत्ती बलेन कि तपाईको यहाँ यो प्लग मिलेन कि यही सिस्टम यो तपाईको यो पावर केबल बिग्रियो कि चाहिँ तपाईको यो पछाडी पावर एउटा चाहिँ पावर बोर्ड भन्ने हुन्छ त्यो बिग्रिसकेपछि यस्तो रेड बल्दैन। अब यो बलिसकेपछि त हजुरले के बुझ्नु पर्यो भन्नुहुन्छ भने चाहिँ अब तपाईले अन गर्नु पर्यो। अन गर्नलाई एकपल्ट एकछिन दिइराख्नु हेर्नुस् है मैले ठ्याक्कै यो फिङ्गर यसरी राखेँ। यो गरेको बित्तिकै यति फिङ्गर गरेको बित्तिकै अहिले ब्लू लाइट आउँछ रे एउटा ब्लू आउँछ। ब्लूको अर्थ भनेको चाहिँ यो स्टार्ट हुँदैछ भनेर हजुरले बुझिसकेपछि बोर्ड अन भयो। यो बोर्ड भनेको चाहिँ कस्तो हो भन्नुहुन्छ भने त्यो बोर्डको सट्टा यो बोर्ड स्टार्ट भएर चाहिँ केही पनि होइन। तपाईँ हामीले चाहिँ ब्ल्याक बोर्ड पढ्यौँ त्यसपछि तपाईँको चाहिँ व्हाइट बोर्ड भयो। अहिले तपाईँको बच्चाले स्मार्ट बोर्ड पढ्छन् त्यति मात्रै फरक छ। यो अगाडिको ग्लास हो। यो अगाडिको ग्लासहरू मेटल छ। त्यसपछि यहाँ केबलहरू राख्नको लागि यहाँ चाहिँ पोर्टहरू छ। पछाडि यहाँ पनि पोर्टहरू छ। यहाँ ओइल क्यामेरा छ। क्यामेरा तपाईँको ल्यापटप मोबाइलमा भएको जस्तो क्यामेरा छ। यो सानो सानो आरे माइक छ। त्यो माइकले चाहिँ म न्युरोड काठमाडौँ न्युरोडबाट चाहिँ तपाईँसँग चाहिँ कुनै पढ्छु अथवा मैले कन्फरेन्स गर्छु भने चाहिँ यसरी नै बस्छु। यहाँको क्यामेराले म हजुरलाई देख्छु उता यो सानो सानो होले तपाईँको भोइस क्याच गर्छु उता म सुन्छु। त्यसपछि तपाईँले यहाँ कुनै पनि कुरा गर्नुहुन्छ भने मैले उता न्युरोडमा बसेर देख्न सक्छु पढ्न सक्छु। मैले भनेको कुरा तपाईँको स्पिकर छ स्पिकरले सुनिन्छ। म भन्ने मान्छे तपाईले चाहिँ उतापट्टि यो क्यामेरा क्याच गरेर यता पुस गर्छ भनेपछि प्रभाकर भन्ने मान्छे चाहिँ बोलिरहेछ अथवा चाहिँ पढिरहेछ भन्ने कुरा चाहिँ यहाँबाट सुनिन्छ। यसले कन्फरेन्स अनलाइन क्लास गर्नको लागि एकदम सजिलो हुन्छ। अब अन भयो हेर्नुहोस् है। अन भइसकेपछि सबसे पहिला कन्फ्युजन तपाईँले नगर्नेको बोर्ड चलाउन आउनु पर्यो क्या। बोर्ड भनेको व्हाइट बोर्ड ब्ल्याक बोर्ड ग्रिन बोर्ड। अब के बोर्ड तपाईँलाई पढाउन मन लाग्छ यसमा चाहिँ सबै पोसिबल छ। म आज ग्रिन बोर्डमा पढाउँछु भन्नु पनि पाउनुभयो ब्ल्याक बोर्डमा पढाउँछु भन्नु पनि पाउनुभयो व्हाइट बोर्डमा पढाउँछु भन्नु भने पाउनुभयो कुनै पनि बोर्डमा तपाईँले चाहिँ पढाउँछु भन्नु पाउनुभयो। यसरी खुल्छ हेर्नुहोस् है। पहिलो वेलकम विन्डोजमा चाहिँ यहाँ छ नोट वेलकम छ ब्राउजर छ सेटिङ्स छ फाइल छ त्यसपछि स्क्रिन शेयर भन्ने छ। यो सबै तपाईँले बुझ्नुभएको बोर्ड नै छ। हेर्नुहोस् है नोट भनेको तपाईँको चाहिँ बोर्ड भयो। वेलकम भनेको तपाईँलाई वेलकम भन्ने एउटा चाहिँ कुनै विन्डोज निकाल्नुहुन्छ भने तपाईँले काटिन्छ। ब्राउजर भनेको तपाईँको facebook.com आफ्नो कुनै पनि ब्राउजरहरू तपाईँले गुगल ब्राउजरहरू चाहिँ तपाईँको चाहिँ खोज्ने भनेपछि तपाईँले यहाँबाट स्टार्ट गर्नुहुन्छ। यो भनेको सेटिङ हो। सेटिङ्समा त तपाईँ त्यति गरेर चलाउनु जस्तो मलाई लाग्दैन। यदि तपाईँले पेन ड्राइभमा कुनै फाइल ल्याएर तपाईँले चाहिँ यहाँ राख्नुभएको छ यदि त्यो तपाईँले खोल्नुहुन्छ भने यो फाइल चाहिँ यो फाइल्स र तपाईँको मोबाइलको फाइल सेम हो। यस्तै नै आउँछ त्यहाँ त्यसपछि स्क्रिन